तान्तिकमा वी स्पेन्ड around 3.5 hours here होइन. अनि now we're finally heading back. अनि एकछिन चाहिँ पानी पऱ्यो, ठुलै पानी पऱ्यो. अनि अहिले चाहिँ अलिअलि पानी बन्द भयो जस्तो भएर चाहिँ हामी तल झर्न लागेको. लाइक यस्तो जाडोको मौसममा नि आउट अफ द ब्लू के, लाइक टोटली अनएक्सपेक्टेड है. इट रेन्ड. अब बाटो चाहिँ चिप्लो चिप्लो हिलो हिलो हुनेवाला छ. जस तान्तिङलाई राम्रो बनाएको रहेछ अहिले. मान्छेहरू टन्नै आएछन् है. दया ह्याङ राई पनि तान्तिङमै फिल्म सुट गर्दैछन् रे है. अनि हामीले त्यो तक्मे बुढोलाई पनि देख्यो. सिन्स यहाँ तान्तिङमा पानी परेछ भनेपछि आइएम प्रिटी स्योर कर्पु डाँडामा चाहिँ स्नोफल भइरहेछ है अहिले. सो यु नो यु क्यान एक्सपेक्ट अ लट अफ पिपल कमिङ टु तान्तिङ नेक्स्ट कपल अफ डेजमा. त्यहाँ एकछिन मजाले टाइम स्पेन्ड गऱ्यो है. केटिएमको राइडर्सहरूसँग कुरा गऱ्यो. उता त घाम लागिरहेछ त यार. आउँदाखेरिको बाटो आई कुडन्ट सुट मच बिकज द गोप्रोले आफ्नो पाडा देखाइरहेको थियो कि. अहिले चाहिँ एकछिन चार्ज गऱ्यो मजाले. लाइक इभन 40% चार्ज हुँदा पनि ब्याट्री लो भनेर अफ भइरहेको थियो होइन. सो चिसोमा यस्तै हो गोप्रो. यता तलतिर त पानी नै नपरेको रहेछ त यार. लाइक वी एक्सपेक्टेड द रोड टु बी पुरै चिप्ले चिप्लो हिलो हिलो होइन. बट टर्न्स आउट लाइक अलिअलि धुलो मर्ने तरिकाले मात्र पानी परेको रहेछ कि, विच इज गुड फर अस है. धुलो उडेछ होइन. अघि मैले मनिषलाई धुलो खुवाउँदै आएको होइन. अहिले मनिष इभन द हि इज इन फ्रन्ट. धुलो चाहिँ उडेछ होइन. द्याट्स गुड फर मी. स्कर्पियो दाजु, स्कर्पियो दाजु, स्कर्पियो दाजु. तर अहिले होइन यसो इफ वी लुक एट इट अफ रोडिङ गर्ने भनेर मनाङ मुस्ताङहरू अहिले लाइक मनाङ मुस्ताङहरू टु इजी भइसक्यो क्या है. प्रपर अफ रोड चाहिँ यस्तै यस्तै गाउँहरूमा छ है. लाइक सिक्लेस भयो होइन, तान्तिङ भयो, घान्द्रुक होइन. घान्द्रुक पनि क्रेजी नै छ यार. लाइक यो बाटोहरू चाहिँ आई फिल लाइक नेक्स्ट 10 इयर्समा पनि यस्तै हो जस्तो लाग्छ कि मलाई. फर सम रिजन है. एभ्री अड सेक्सन्सहरू अलिअलि ढलान गर्ला होइन. बट आई डोन्ट रियली सी दिस बाटो गेटिङ एनी बेटर होइन. लाइक अ प्रपर पिच रोड के गाडी छ. यो भयो होइन, घान्द्रुक भयो होइन. लाइक यु गो होइन, यु राइड एन्ड यु जस्ट फिल कि यो बाटो इट वोन्ट गेट एनी बेटर के एनी टाइम सुन. अहिले यो रोडमा इफ आई वाज राइडिङ माई स्कुटर दुईवटा हातले ब्रेक मजाले चापेर होइन, त्यो फोराम पम्प भएर यस्तो हैरान हुन्थ्यो. बाइकमा त इट्स टु इजी यार, टु फ्रिकिङ इजी. एक गियरमा हाल्यो सर र छोडिदियो, अलिअलि ब्रेक ट्याप गऱ्यो. लाइक द्याट्स प्रिटी मच इट. हाउ इजी क्या, हाउ इजी. आम्मामा कत्रो हो यो. डोमिनार जस्तै छ त यसको बडी त. एकदम लामो व्हिल बेस भयो जस्तो कि. लामो व्हिल बेस अनि फ्रन्ट हेभी. लिटरली डोमिनार.
यो चाहिँ अलि मेरो एम्टी जस्तो जस्तो रहेछ तानतिङको ट्राफिक म्याहरू हेर्ने मान्छे पनि छैन क्या यिनीहरू एक्लै डुलिरहेछ नि त मान्छे रहेछन् औ तानतिङ डाउनहिलमा चाहिँ कुदाउँछ है मनिषले चाहिँ डाउनहिलमा चाहिँ ही इज फास्ट टाइट स्विच ब्याक त्यो माथि त्यो केटिएम राइडर्स ग्रुपमा होइन देयर वाज वान गाई अन आरसी 200 होइन डबल लोडमा तिनीहरू कर्पु डाँडा पुगेको रे के लाइक क्रेजी के हामी पनि लाइक हामीले पनि एटेम्प्ट गरेको भए चाहिँ सक्थ्यो होइन लाइक गइन्थ्यो सकिन्थ्यो but we love our bikes होइन and we don't want to torture our bikes too much because you know it's not made for this neither. It's not made for this and it does not feel nice. It does not feel nice. Oily bunny, it does not feel nice to put this bike through this guy. City bhitra like I can rip this, I can red line this haina at every gear and not feel a thing, but to put this bike through this it feels bad. It feels really bad. यता माथि नि बाटो रहेछ gonna go there. घ्यामराङ रोही गाउँ जस्ट हाफ एन आवर अगो हामी वी वर लाइक लिटरली शिवरिङ के कामिरहेको थियो कि जाडो भएर अहिले गर्मीले पसिना आइसक्यो यार भित्र bro is ripping his Dominar. तर कुदाइरहेछ सोल्टी यहाँ एउटा कस्तो हिलो सेक्सन छ के थाक्यो आइसक्यो हिलो
झन् वर्स्ट भएछ क्या यार, धेरै गाडीहरू हिँडेर। ओइ बाटो चाहिँ बन्दै छ यता तलतिर चाहिँ, ढलान गर्ने होला है, माथिसम्म त खै बन्दैन होला। हामी हाफ एन आवरमा आयो होला यार माथिबाट तल। निड टु चेक। स्लिपरी 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 रोड्स। What the hell? What the hell? What the hell? यो पहिला कट्न पाए हुन्थ्यो यार, नत्र तनाव हुन्छ। गाह्रो छ। अलिक ग्याप मेन्टेन गरेर हिँड्नु पर्ला, नत्र फाइनल डेस्टिनेसन टाइप सेट भयो भने त। हामी उताबाट आएको, अहिले चाहिँ यताबाट वी टेक अ राइट है, अर्को बाटो जाने। भैँसे भन्ने ठाउँमा रहेछौँ है। यहाँबाट चाहिँ आई थिङ्क अब काउँ खोला पुगिन्छ। चितेपानी 3 किलोमिटर। चितेपानी। Oh yeah. काने डम्म भयो यार, एकदम ऱ्यापिड एलिभेसन लस भएको भएर। मजा आउँछ यार मलाई यो फिलिङ चाहिँ, यो कान्डम्म भएको। यो मनिष र म छुटिसक्यौँ एन्ड या दिस विल बी द एन्ड फर दिस भिडियो। एकदम एपिक राइड भयो, एपिक।